नमस्ते साथीहरू, आज हामी कक्षा 12 को बेसिक म्याथमेटिक्स अन्तर्गत च्याप्टर 7 सोल्युसन अफ ट्रायंगलको समाधान ल्याएर उपस्थित भएका छौँ। पार्ट 1 मा चाहिँ हामीले 1 को सम्पूर्ण क्वेशनहरू समाधान गरिसकेका छौँ भने पार्ट 2 अहिले समाधान गर्दैछौँ। गिवन a बराबर 2, b बराबर √2, c बराबर √3 + 1 सोल्भ द ट्रायंगल। a बराबर 2 दिएको छ, b बराबर √2, c बराबर √3 + 1 छ। नाउ अब चाहिँ हामीले एंगल निकाल्दाखेरि सुरुमा चाहिँ cos a = b² + c² - a² अपन 2bc यो चाहिँ फर्मुला रहेको छ। अनि b का ठाउँमा चाहिँ √2 अनि स्क्वायर जस्ता जस्तै प्लस c का ठाउँमा चाहिँ √3 + 1 यसको चाहिँ स्क्वायर थियो, त्यसको स्क्वायर भयो माइनस a का ठाउँमा 2 राख्ने 2 का स्क्वायर अपन 2 * b को ठाउँमा √2 * c का ठाउँमा √3 + 1 भइरहेको छ। अनि √2 का स्क्वायर भनेर 2 प्लस अनि √3 + 1 का भने a + b का होल स्क्वायरको फर्मुला राख्यौँ। अनि त्यसपछि माइनस 2 का स्क्वायर भने 4 भयो अपन 2√2 * √3 + 1 भयो। अनि त्यसपछि 2 प्लस √3 का स्क्वायर भनेको 3 एउटै हो प्लस 2√3 + 1 - 4 अपन सेम टु सेम सारिरहेका छौँ। अनि त्यसपछि यसलाई क्याल्कुलेसन गर्दा चाहिँ 2 + 2√3 भयो अपन 2√2 * √3 + 1 भयो। यसबाट 2 कमन आयो 1 + √3 अपन 2√2 √3 + 1 यो केही फरक पर्दैन काट्यौँ। अनि 2 ले 2 लाई काट्दा चाहिँ 1/√2 आयो। यो चाहिँ a बराबर 45 डिग्री भयो। अब चाहिँ हामीले a/sin a b/sin b यो चाहिँ साइन रहेको छ। a को ठाउँमा चाहिँ हाम्रो भ्यालु रहेको छ 2 अपन sin a को भ्यालु चाहिँ 45 डिग्री रहेको छ। b को भ्यालु चाहिँ √2 रहेको छ। अनि sin b जस्ता जस्तै अनि यसलाई चाहिँ हामीले क्रस मल्टिप्लाई गर्नु पर्यो। 2 sin b = √2 * sin 45 डिग्रीको भ्यालु चाहिँ 1/√2 हुन्छ। अनि चाहिँ sin b को sin b यसलाई चाहिँ काट्दा चाहिँ 1/2 भयो। अनि b = 30 डिग्री भयो। अनि त्यसपछि c चाहिँ निकाल्नलाई चाहिँ 45 डिग्री प्लस 30 डिग्री गरेर 180 डिग्रीबाट यसलाई घटाउँदा चाहिँ c = 105 डिग्री आउँछ। a बराबर 3 + √3, b बराबर 2√3, c बराबर √6 देन सोल्भ द ट्रायंगल्स। a बराबर 3 + √3, b बराबर 2√3, c बराबर √6। नाउ cos a = b² + c² - a² अपन 2bc। अनि त्यसपछि b का ठाउँमा भ्यालु राख्ने, b का ठाउँमा 2√3 का स्क्वायर भयो अनि c का ठाउँमा पनि राख्ने भ्यालु √6 का स्क्वायर भयो माइनस a का ठाउँमा भ्यालु राख्यो यसको स्क्वायर भयो। अनि 2 * b को भ्यालु राख्यो, b को भ्यालु जस्ता राख्यो, c को भ्यालु पनि जस्ता राख्यो। अनि यसलाई चाहिँ 2 2 का स्क्वायर 4 हुन्छ, 3 √3 गर्दा 4 × 12 भयो प्लस यो चाहिँ √6 का स्क्वायर बनाएर 6 माइनस यो चाहिँ a + b का होल स्क्वायरको फर्मुला खोल्ने। अनि 2 × 4 √3 4 अनि त्यसपछि √3 * √6 18 भयो। 12 को 12 प्लस यसलाई मल्टिप्लाई गर्दा अनि त्यसपछि यो चाहिँ 12√2 आयो। त्यसपछि यसलाई क्याल्कुलेसन गर्दा 6 - 6 √3 भयो अपन 12√2 आयो। यसबाट 6 कमन आउँदा 1 - √3 बच्यो अपन 12√2 आयो। अनि यसलाई काट्दा चाहिँ 1 - √3 अपन 2√2 भयो। 6 ले चाहिँ 12 लाई काट्दा 1/2 आयो। यहाँनिर चाहिँ 6 ले 12 लाई गर्दा 2 ले काट्दा ठ्याक्कै यो 1 - √3 अपन 2√2 आउँछ। यो चाहिँ 105 डिग्रीको भ्यालु हो। अगेन a अपन sin a = b अपन sin b चाहिँ साइन ल भइहाल्यो। a को ठाउँमा चाहिँ भ्यालु राख्नु पर्यो 3 + √3 अपन sin a को ठाउँमा 105 डिग्री छ। अनि त्यसपछि b को ठाउँमा चाहिँ भ्यालु राख्नु पर्यो 2√3 अपन sin b जस्ता रहेको छ। अनि त्यसपछि यसलाई क्रस मल्टिप्लिकेसन गर्ने, यसलाई क्रस मल्टिप्लाई गर्ने, यसले भ्यालु राख्ने। अनि त्यसपछि sin b को sin b अनि यता मल्टिप्लिकेसन गरेर यसलाई डिभाइडमा लिने। अनि त्यसपछि यसबाट b को भ्यालु चाहिँ 45 डिग्री आउँछ। अनि त्यसपछि a र b को जोडेर 180 डिग्रीबाट घटायो भने c को भ्यालु 30 डिग्री आउँछ। If three sides of a triangle are proportional to 2:√6 √3 + 1 find all the angles भनेको छ क्वेशनले। यसमा चाहिँ a बराबर 2x मान्नुपर्छ, b बराबर √6x मान्नुपर्छ, c बराबर √3 + 1x मान्नुपर्छ। नाउ cos a को फर्मुला तपाईलाई थाहै छ b² + c² - a² अपन 2bc। b² को ठाउँमा चाहिँ √6x को होल स्क्वायर प्लस c का ठाउँमा √3 + 1 का होल x का होल स्क्वायर भयो माइनस c का ठाउँमा चाहिँ a का ठाउँमा चाहिँ 2x का स्क्वायर भयो अपन 2 को 2 b को ठाउँमा चाहिँ √6x अनि त्यसपछि c को ठाउँमा √3 + 1x भयो। यसलाई खोल्दा चाहिँ 6x² प्लस यो चाहिँ a + b का होल स्क्वायरको फर्मुलामा खोल्दा चाहिँ यो भइसक्यो। अनि त्यसपछि x का स्क्वायर भने x² माइनस 2x का स्क्वायर भने 4x² अपन 2 √6 को √6 x x मल्टिप्लाई गर्दा x² √3 + 1 जस्ता रहेको छ। अनि 6x² प्लस 3 यसले मल्टिप्लिकेसन गर्ने यताभित्र सबै भइसकेको छ माइनस 4x² अपन 2 √6x² √3 + 1 भयो। यसलाई क्याल्कुलेसन गर्दा 6x² को 6x प्लस 2 √3x² अपन यो सेम टु सेम रहेको छ। यसबाट चाहिँ 2x² कमन आयो 3 + √3 अपन 2x² √6 √3 + 1। यसलाई चाहिँ एउटा 3 भन्नु र दुईटा √3 भन्ने एउटै कुरा हो। अपन यो सेम छ। अनि √3 कमन आउँदा √3 + 1 बच्यो अपन √6 जस्ता √3 + 1 कट्यो, √3 √6 गर्दा 1/√2 हुन्छ। यसको भ्यालु चाहिँ 45 डिग्री हुन्छ।
यसपछि चाहिँ हामीले साइन ल ए बाई साइन ए इजिकल टु बी बाई साइन बी गर्नुपर्छ। एका ठाउँमा चाहिँ 2x रहेको छ अनि साइन एका ठाउँमा चाहिँ 45 डिग्री इजिकल टु बीका ठाउँमा चाहिँ √6x छ साइन बीको साइन बी। यसलाई चाहिँ क्रस मल्टिप्लिकेसन गर्नु पऱ्यो, यता जान्छ साइन बी इजिकल टु यसलाई 2x ले भाग गर्दा चाहिँ बी इजिकल टु 60 डिग्री आउँछ अनि सी इजिकल टु 180 डिग्रीबाट ए र बीको भ्यालु जो घटाउनुपर्छ त्यसरी सी इजिकल 75 डिग्री आउँछ। 3 को आईमा चाहिँ इफ सी इजिकल टु 30 डिग्री बी इजिकल टु 45 डिग्री सी इजिकल टु c√2 सो द ट्रायंगल भनेको छ। सी इजिकल टु 30 डिग्री दिएको छ, बी इजिकल टु 45 डिग्री, सी इजिकल टु 6√2 अनि ए इजिकल टु चाहिँ 180 डिग्रीबाट यसलाई जोडाएर घटाएर बनाउनुपर्छ 105 डिग्री। अनि नाउ ए अपन साइन इजिकल टु सी अपन साइन सी, किनकि सीको भ्यालु दिएको त्यही भएर सी अपन साइन सी राखेको। ए को ठाउँमा ए साइन ए को ठाउँमा 105 डिग्री अनि सी को ठाउँमा 6√2 अनि साइन सी को ठाउँमा साइन 30 डिग्री भएको छ। यसपछि चाहिँ यसलाई क्रस मल्टिप्लिकेसन गर्नुपर्छ, ए साइन 30 डिग्री अनि त्यसपछि साइन 105 डिग्री c√2 जस्तो आएको छ। ए साइन 30 डिग्री 1/2 हुन्छ अनि त्यसपछि यसलाई क्यालकुलेसन गर्नु पऱ्यो। ए इजिकल टु यसलाई डिभाइड गर्दा 6 कोष्टमा चाहिँ 1√3 + 1 हुन्छ। अब साइन ल लगाउनुपर्छ, ए बाई साइन ए इजिकल टु बी बाई साइन बी अनि त्यसको एका ठाउँमा भ्यालु राख्ने, ए को भ्यालु जस्तै अनि साइन एका ठाउँमा चाहिँ 105 डिग्री रहेको छ अनि त्यसपछि बीको बी साइन बीको भ्यालु कति छ 45 डिग्री रहेको छ अनि त्यसपछि यसलाई क्यालकुलेसन गर्दा चाहिँ बी इजिकल टु 12 आउँछ। इफ ए इजिकल टु 60 डिग्री बी इजिकल टु 75 डिग्री एन्ड ए इजिकल टु 2√3 सोल्भ द ट्रायंगल भनेको छ। ए इजिकल टु 60 डिग्री बी इजिकल टु 75 डिग्री ए इजिकल टु 2√3 भएछ अनि सी इजिकल टु 180 डिग्री माइनस 135 डिग्री यसलाई जोडेर 180बाट घटाउँदा 45 डिग्री भयो। अनि अब नाउ हामीलाई थाहा छ कि साइन ए बराबर ए अपन साइन ए बराबर बी अपन साइन बी हुन्छ। ए को ठाउँमा चाहिँ 2√3 अपन साइन ए को भ्यालु चाहिँ कति रहेको छ, साइन ए को भ्यालु 60 डिग्री रहेको छ अनि बीको बी साइन बीको भ्यालु बीको ठाउँमा 75 डिग्री राख्ने अनि यसलाई क्यालकुलेसन गर्दा चाहिँ बीको भ्यालु √6 + √2 आउँछ। यसपछि बी अपन साइन बी इजिकल टु सी अपन साइन सी गर्नुपर्छ, बीको ठाउँमा बीको भ्यालु राख्ने अनि साइन बीको ठाउँमा 75 डिग्री सीको सी अपन साइन सी साइन 45 डिग्री भयो। यसलाई क्रस मल्टिप्लिकेसन गरेर सोल्भ गर्दा चाहिँ सी बराबर 2√2 आयो। पङ्खाले गर्दा चाहिँ अलि हावाले गर्दा चाहिँ अलि आवाज ठुलो आएको होला। क्वेसन नम्बर 3 भने चाहिँ ए इजिकल टु 30 डिग्री बी इजिकल टु 45 डिग्री बी इजिकल टु 2 देन सोल्भ द ट्रायंगल भनेको छ। ए इजिकल टु 30 डिग्री बी इजिकल टु 45 डिग्री बी इजिकल टु 2 छ, सी इजिकल टु 180 डिग्री माइनस यसलाई दुईटा जोडेर घटाएर 105 डिग्री आयो। अनि हामीलाई थाहा छ कि ए अपन साइन ए इजिकल बी अपन साइन बी साइन ल रहेको छ। ए को ठाउँ ए अनि साइन ए का ठाउँमा चाहिँ 30 डिग्री रहेको छ, बी को ठाउँमा चाहिँ 2 रहेको छ, साइन बी को 45 डिग्री रहेको छ अनि यसलाई चाहिँ क्रस गर्दा ए को ए साइन 45 डिग्री 1/√2 आयो अनि 2 को 2 साइन 30 डिग्री 1/2 हुन्छ अनि त्यो ए इजिकल टु √2 आउँछ। ए अपन साइन ए इजिकल टु सी अपन साइन सी गर्ने, ए को ठाउँमा √2 छ, साइन ए को ठाउँमा 30 डिग्री छ अनि सी को सी साइन सी को भ्यालु चाहिँ 105 डिग्री छ। यसलाई क्यालकुलेट गर्दा सी इजिकल टु √3 + 1 आउँछ। 4 को आईमा चाहिँ इफ ए इजिकल टु 2 बी इजिकल टु 4 सी इजिकल टु 60 डिग्री फाइन्ड ए एन्ड बी भनेको छ। ए इजिकल टु 2 बी इजिकल टु 4 सी इजिकल टु 60 डिग्री। नाउ कस सी इजिकल टु ए स्क्वायर प्लस बी स्क्वायर माइनस सी स्क्वायर अपन 2ab एका ठाउँमा चाहिँ 2 का स्क्वायर प्लस बी का ठाउँमा चाहिँ 4 का स्क्वायर माइनस सी स्क्वायर जस्तै 2 इन्टु ए को भ्यालु 2 छ अनि बी को भ्यालु 4 छ, सी को भ्यालु चाहिँ 60 डिग्री भएकाले cos 60 डिग्री राखेका छौँ अनि त्यसपछि यो चाहिँ हामीले गरिसक्यौँ। अनि cos 60 को भ्यालु 1/2 अनि 2 का स्क्वायर 4 प्लस 4 का स्क्वायर 16 माइनस सी स्क्वायर अपन यसलाई मल्टिप्लिकेसन गर्दा 16 भयो अनि यसलाई क्रस गर्दा चाहिँ सी इजिकल टु 2√3 आउँछ। त्यसपछि ए अपन साइन ए इजिकल टु सी अपन साइन सी राख्नु पऱ्यो। ए का ठाउँमा चाहिँ 2 छ अपन साइन जस्तै, सी का ठाउँमा चाहिँ 2√3 छ अपन साइन सी का ठाउँमा चाहिँ 60 डिग्री रहेको छ। यसलाई क्यालकुलेसन गर्दा चाहिँ ए इजिकल टु 30 डिग्री आउँछ। सी इजिकल टु चाहिँ 180 डिग्रीबाट हाम्रो बी र ए को भ्यालु जोडेर त्यसलाई घटाउँदा चाहिँ 90 डिग्री आउँछ। 2 sides of triangles are √3 + 1 and √3 - 1 are and the included angle is 60 degree, so solve the triangle। यसमा चाहिँ एउटा स्मल ए र स्मल बी दिएको छ, एउटा एंगल दिएको छ, त्यसलाई चाहिँ यो माथिको तरिकाले सोल्भ गर्न सकिन्छ, एकदम सजिलो रहेको छ। के गिवन ए इजिकल टु √57 ए इजिकल टु 60 डिग्री अनि डेल्टा इजिकल टु 2√3 फाइन्ड बी एन्ड सी भनेको छ। ए इजिकल टु √57 ए इजिकल टु 60 डिग्री अनि डेल्टा इजिकल टु 2√3 छ। नाउ डेल्टाको फर्मुला हुन्छ 1/2 बीसी साइन ए हुन्छ, डेल्टा ठाउँमा 2√3 अनि 1/2 बीसी को बीसी साइन ए का ठाउँमा 60 डिग्री राख्यो अनि यसलाई मल्टिप्लाई गर्दा 4√3 बीसी को बीसी साइन 60 भ्यालु √3/2 हुन्छ। यसलाई क्यालकुलेसन गर्दा चाहिँ बीसी इजिकल टु 8 आउँछ। बी इजिकल टु चाहिँ 8 अपन सी भयो। त्यसपछि cos इजिकल टु बी स्क्वायर प्लस सी स्क्वायर माइनस ए स्क्वायर अपन 2 बीसी भयो। cos को cos ए का ठाउँमा चाहिँ हाम्रो 60 डिग्री रहेको छ अनि बी स्क्वायर का ठाउँमा चाहिँ 8 अपन सी का होल स्क्वायर भनेर 64 अपन सी स्क्वायर भन्ने एउटै प्लस सी स्क्वायर माइनस ए स्क्वायर भनेको 57 छ अपन यसलाई क्यालकुलेसन गर्दा 16 हुन्छ। अनि त्यसपछि
16 यसलाई मल्टिप्लाई गरेर 16 अपन 2 इक्वल टु 64 अपन c स्क्वायर प्लस c स्क्वायर माइनस 57 भयो अनि यसलाई भाग गर्दा 8 भयो अपन यो 64 प्लस यसलाई मल्टिप्लाई गर्दा c4 माइनस 57 c स्क्वायर भयो अनि फेरि यसलाई मल्टिप्लाई गर्दा चाहिँ यो भइसक्यो अनि त्यसपछि यसलाई क्याल्कुलेसन गर्दा चाहिँ c स्क्वायर इक्वल माइनस 64 इक्वल 0 र c स्क्वायर माइनस 1 इक्वल 0 आउँछ c इक्वल प्लस माइनस 8 आउँछ र c इक्वल प्लस माइनस 1 आउँछ सुरुमा चाहिँ c इक्वल प्लस माइनस 8 लिँदा यसलाई माइनस नलिँदा पनि फरक पर्दैन त्यसपछि चाहिँ c इक्वल प्लस माइनस 1 लिने माइनस नलिँदा फरक पर्दैन त्यसलाई b इक्वल 8 अपन c मा राख्ने अनि एन्सर आउँछ यति क्वेशन जान्यो भने तपाईहरुले 5 चा क्वेशन चाहिँ आफै जान्न सक्नुहुन्छ a इक्वल 3 b इक्वल 3√3 a इक्वल 30 एकदम इजी रहेको छ माथिको तरिकाले गर्नु होला यसमा चाहिँ cos a को फर्मुला लाउने a को भ्यालु दिएको छ यसमा पनि cos a को फर्मुला लाउनु होला यसमा पनि यसै हेर्नु गर्नु होला a दिएको छ भने cos a को फर्मुला राख्ने हो अनि सोल्भ भइहाल्छ यति भन्दै हामी नयाँ भिडियो सहित अर्को पार्ट लिएर आउने छौं अर्को एक्सरसाइजको सोलुसन लिएर आउने छौं हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला